हाम्रो तिहार चाहिँ सुरु भइरहेछ है। अब टिका लाउने सुरु भइसक्यो। कान्छी कहाँ त बिचरा बिचरा यता हेर त बिचरा कान्छी गएर यहाँ तिहारमा भित्र आउन नपाएर बिचरा गाह्रो छ उठेर बनायो अहिले अब मिल्छ पूजा भइसक्यो तैँले बाँकी नै अहिले मैले हात लगाइदिएँ है मैले टिको ए खोइ केरा छैन केरा यहाँ छ केरा यहाँ छ थालमा हुन्छ मजाले बुढी अम्लाले यो अबिर राम्रो रहेछ अबिर यस्तै हो थाल भरि एक एक थाल हाल्नु भएको मसला सेल जेरी यो रातो नलाएदेखि त्यो गाडा रातो चाहिँ तीन ठाउँमा लाग्यो क्या उड्दैन म त यही लाउँछु पहिला तल र माथि माझा टक्क लाग्यो अनि अर्को लाग्यो एउटा फोकस लाइट बाल्न पर्ने रहेछ अघि न नाङ्लो साङ्लो निकाल्ला नि फेरि सदा नाङ्ला यो के छ राम्रो हो अघि फोकस लाइट एउटा राख्नु पर्ने रहेछ एउटा फोटो नि हान्नु त ल ल ल राम्रो छ टिका हातले लाउँदा पनि गजब भा आशिक पनि दिउँ है भटाभट बिहे भइहालोस् कान्छ भाइको सुख शान्ति सुख शान्ति होस् कहिले दिदी माला माला जित्नु तपाईँ माला शत्रुले नहेपुन् शत्रु भन्न आफू माथाडै पर्यो सबै सफल होस् विश्वसय आइयोस् चिरञ्जीवी हुनु सबैको मान्ने गुन्ने हुनु एउटा त्यो लाउनु एउटा त्यो लगाइदिनु देश समृद्ध बनोस् जेन्जीको माग पुरा होस् देश समृद्ध बनोस् अहिले वर्ष बेहुली भित्र पाइयोस् बुहारी राम्रो बुहारी खोजोस् सासूलाई तागर गरोस् आशिक यस्तो यस्तो आउँछ है यहाँ अब सासूलाई चाकर नगरे बुहारी त चाहिन्छ सबै बुहारीले कहाँ चाकर गर्छन् त अहिले ल करा बनायो त ल विष्णु भेनमा सबै लाउनु पुग्छ के माला पुण्य र का फुल लगाइदिनु नि एकजनाले फुल लगाइदिनु दुबो लगाइदिनु हैन है मैले दुबो र मगमा लगाइदिनु शान्ति होस् ल भाइ सुखमय शान्ति होस् सुख एकछिन यो भिडियोमै छ है भन्न ल हाम्रो टिका चाहिँ अब कान्छोको सकिसक्या छ कान्छोको सकिसके अब जेठाको पालो ल अलि राम्रो राम्रो आशिक दिनु है भटाभट रोग नलाओस् सुख शान्ति होस् अहिले चस्मा पनि बढी भएको छ अहिले फोटो खिच्ने बेला भएको पुग्दैन ठुलो कुरो रोइ नलाओस् आफूलाई यहाँ सुख शान्ति होस् है साथीहरू ल ए कान्छोको चाहिँ पालो अगाडि नै आउँछ है तिहारमाको फाइदा चाहिँ यही हो अगाडि नै टक्कै कति राम्रो फोटो आइछ ट्याक्क लाएर ल ल ल भिडियो कि फोटो भिडियो कानै भर्यो फुट्यो ल अखर फुट्यो अब कटुस पनि आयो ल कटुस खानुपर्छ यो राम्रो चिज हो
के भयो छिटो बनाउन आँटेखेरि कान्छीले एउटा ओखर भाइले बनाएको यहाँ बनाएछ अरे नि भाइले यहाँ छ ओखर बनाउनु थालमा त चुली लाख त एक एक यो रुचि हात ल यस्तो भाइलाई यस्तो लिएर आइदिएपछि अनि पहिले खाइसक्ने भाइले अनि हट पहिले खाइसक्नु यो भाइलाई त जहिले तिहार आउनुपर्ने छ पाकेट यो काजु बदाम यो नरिवल ऊ अझै बाँकी रहेछ ओहो फलफुल पनि बाँकी नै रहेछ सक्दिनँ होला हौ दिदी म त खाइसक्नु ओहो राख न भाइ पुर्याएर खाऊ 1 वर्षसम्म 1 वर्ष नभइ आउँदैन तिहार छोटो छोटो ऊ ल अर्को नि आउँदैछ ल भाइहरुलाई सम्म त यहाँ अर्को मान्छे पो चाहिन्छ साथी हैन दिदी यो तिहारमा मात्र हैन यो त जहिले यति गर्नुपर्ने हो भाइहरुलाई त यतिको त दिनकै गर्नु पर्यो के घटी बढी त भएन नि हाम्रो दाजुभाइ घटी बढी त छैन नि यहाँ घटी बढी भयो भने मिलाएर खाने होइन चाचाबाट हो दिनको चाहिँ यतिको चाहिँ गर्नुपर्छ है ओहो दिनकै यति गर्यो भने त भाइ त पुरै रिष्टपुष्ट पुरै मोटा र फेरि यहाँ हुदङ्स हुन्छ नि दिनकै त बुट्यो ल साथीहरु हाम्रो चाहिँ टिकटक के रे तिहार यस्तै भयो है अब तपाईहरुले कसरी मनाउनु भयो अब हामी यस्तै सगुन ए सगुन सेल खाँदा गाह्रो हुन्छ अनि चिसो खाने ल अब दही खाउनु पर्छ दही अब धुपबत्ती ओ ल दही खान बाँकी नै छ हो ल ओहो के चाहिँ खाने हो हामी जस्ताको पनि दिन आउँदो रहेछ है जे भए पनि हाम्रो पनि दिन आयो हामीले कति दुःख पायौँ पहिला अहिले त दिन आइहाल्यो नि भाइहरू यी चकलेट हो किटक्याट आमाले चाहिँ के लगाएर थप्दै दिँदै हुनुहुन्छ भयो क्या आमा मलाई पुग्यो चोकोपन ए ल उठेर बनाउनु पर्ने त कति थरी राम्रो देखिन्छ थरी थरी छ ल यो त सबै केलाएर यो त नाङ्ला हालेर छानी खानुपर्ने छ ल जाडो महिनाभरि खाने खै मजाले लाग्यो खाने दारभरि बनाएर कसैले हेर्न सकेको तेरो पालो आउनु परेन पहिला ल दही खुवाउने पालो अब ल एउटा चम्चा भइहाल्थ्यो नि खुवाइराखौ न चल्दै चल्छ छ भाउतिर चाहिँ नचवा बाहिर चुवाको ल लगान छ अमिलो खानु दही त अमिलो पहिला पहिला त मिठो हुन्थ्यो त दही चिउरा अब अहिले नखाएको त अनि खा म त दही खान दिएँ अमिलो हुन्छ धेरै ल मिठो जस्तो विदेश जाँदा नि दही खाएर हिँड्नु सगुन यो फाइनली सगुन है यो फाइनली सगुन यो ल मेरो कान्छ भाइ खाऊ सगुन मिठो छ दही दही पाउनु पर्ने बजारको दही हो यो घरको त लोकल होइन गाई बेहुली छ भन न गाई बेहुली छ कान्छ भाइको भन अब के बाँकी तिन पानी जस्तै चक्को अब के बाँकी छ खै अब सिद्धियो अब पानी खुवाइदिने क्यामेराम्यान गर्ने फोटो खिच्यो पानी अब पानी बाँकी छ पानी है मेरो कान्छी बहिनी चाहिँ यहाँ अहिले आज बिहान यहाँ धेरै टिका नलाउनु भनेर यहाँ पिरोले रोएर बसी चाहिँ धुन्दा नाच देखाएकी छैन 32 वटा आमाको के ल अब पानी आमा त ऊ साह्रै खुसी छोरीहरू सबै आए टिका लाए रमाइलो भयो भनेर जम्मै उता टिका लाउन गएको माइत यहाँ बुहारी छैन जोगै खोत्याउनु पर्ला छ अझै यसो गर्नु अलि अगाडि लानु देखिन्छ अझै अगाडि यस्तो हाल्नु पानी चम्चाले ल दसैँले आज ननिकाल है
धैँसो लाए त हुन्छ त घरमा त्यो झन् राम्रो आउँछ त माटाको घर धरम घरमा त जाल राख्ने बस्ने गरेर फुल अलिक थोरै भएछ आमा उ त्यो झिक्नु त्यो घर कलसको झिक्नु उयो कलस झिकिने हुन्छ होला अब कलसको के हो मामालाई टिको लाउँदै छ ढिङ्गे भइरहेछ कति कान्छी यिनीहरूलाई फुल बोएन पैसाको आमा पुग्छ